अनि तपाईँ कसरी नयाँ? नेपाली कांग्रेसको तर्फबाट 2 चोटि योजना आयोग सदस्य, राज्य संयन्त्रको सिंहदरबारको केन्द्रमा चलायमान अर्थशास्त्री, 1 चोटि उपाध्यक्ष। तपाईँ नयाँ? कसरी नयाँ? अनि नेपो बेबीहरू नयाँ? 35 वर्षमा केही भएन भन्ने भाष्यहरूको कुरा गर्दै गर्दा म अर्को कुरा भन्दैछु। 35 वर्ष अगाडि तपाईँलाई डोकोमा बोकेर बुढा नीलकण्ठ ल्याएको थियो होला मान्छेले, बाआमाले। आज तपाईँको घरमा सडक पुगेको छ। त्यो 35 वर्षमा तपाईँ पनि हुनुहुन्थ्यो। किन यो खराब भाष्य तयार पारिरहनु भएको छ? दरबार हत्याकाण्डको आयोग बनाउने। म यहाँबाट सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, सरकार, तपाईलाई म सोध्न चाहन्छु कि दरबार हत्याकाण्डको आयोग गौरीबहादुर कार्कीको अध्यक्षतामा बनाउनुहुन्छ कि अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा? अच्युत प्रसाद भण्डारी तिनै व्यक्ति हुन् जसले व्यक्ति दोषी होइन सिस्टम दोषीको करार गरेर प्रतिवेदन बुझाएका छन्, पूर्व गृहमन्त्री वर्तमान गृहमन्त्रीको सन्दर्भमा। गौरीबहादुर कार्की तिनै पूर्व न्यायाधीश हुन् जसले भदौ 23 मा के भएको भन्न सक्छन्, भदौ 24 के भएको थियो उनका आँखाले देख्दैन। त्यही बनाउँदै हुनुहुन्छ र नायक खडा गर्दै हुनुहुन्छ। तपाईहरुले के गर्न खोजेको यो? तपाईहरुले धेरै पटक भनिरहेको पूर्व गृहमन्त्री अहिलेको राष्ट्रसभाको नेता रवि लामिछानेले भनिरहेको निर्मला पन्तलाई न्याय हुन्छ भन्नुभएको थियो। खै भएको? बनाउनु पर्ने आयोग सायद निर्मला काण्डको थियो होला। बनाउनु भएको छ? हिरोइजम खोजिरहेछ नि समाजले। एउटा अनिल कपूर, एउटा नायक खोजिरहेछ के, र यो नायक हामीले पटक पटक देखाइरहेका छौं। र ती नायकहरूले नयाँ नयाँ कुरामा ध्यान, यो 35 वर्ष केही भएन भन्ने भाष्य सिर्जना गरेका छन्। अनि त्यसपछि अर्को के भनिरहेछन् भने यो करप्टेड थियो भनिरहेछन् र नयाँ नयाँ जार्गनहरुमा छिरेर दुनियाको ध्यान डाइभर्ट गर्न खोजिरहेछन्। बनाउनु पर्ने, तपाईहरुले बनाउनु पर्ने आयोग त बरु इन्द्रबहादुरले आत्महत्या किन गरे बनाउनु पर्ने सायद यो थियो होला। को नारामा दिएर सांसदहरूलाई भ्रष्टाचार जन्य कसुर लाग्यो भने उसको पद नजाने व्यवस्था गर्नु भएको छ। प्रति सभा सञ्चालन नियावलीमा यो सुशासनको रट, करका दर रेट माथि उठेको प्रश्नका बारेमा अर्थमन्त्रीले माथि छानबिन हुनुपर्छ। यो जाँदा जाँदै म यति कुरा भन्छु। आर्थिक सर्वेक्षणको बुक ल्याएर यहाँ भन्दै हुनुहुन्छ भने तपाईको भाषा, तपाईहरुले जे कुरालाई दोष ल्याएर आउनु भएको थियो हामी गलत छौं भनेर नेपाली जनता सामु माफी माग्ने कि नमाने? आर्थिक सर्वेक्षणले एउटा कुरा गर्दैछ,